नमस्कार, म केएन शर्मा। आज एउटा कविता लिएर उपस्थित भएको छु। मेरो कविताको शीर्षक छ ओहो रपो कोरिन्थ्यो कविता। मेरो कविताको शीर्षक छ ओहो रपो कोरिन्थ्यो कविता। स्वीकार्नुहोला। जब देश भाँडिन्छ, समाज फाट्न थाल्छ, जातको समाज बाँधिन्छ, धर्महरू घिस्रन्छ, आँधी बेरी तुफानहरू चल्न थाल्छ, भूकम्प आउँछ, खडेरी पर्छ, घरमा आगो लाग्छ, अनि पो कोरिन्छ कविता। जाडो कुर्लन्छ, गरम भौतारिन्छ, अँध्यारो झन् कालो हुन्छ, गाउँका किच्चा कुकुरहरू बौलाएका हुन्छन्, सडकमा कहिले धुलो उड्छ, कहिले आल जान्छ, गैरी घरमा मराउ पर्छ, डाँडा घरमा नौमती गुन्जन्छ, गैरी घरमा मराउ पर्छ, डाँडा घरमा नौमती गुन्जन्छ, अनि पो कोरिन्छ कविता। हिमाल आतिन थाल्छ, बादल मातिन थाल्छ, गडङगुडुङ बिजुली चम्कन्छ, हात्ती सुँडै पानी पर्छ, गाउँ बगाउँछ, जुन लाग्दैन, तारा चम्कन्दैन, आफस्याल र फ्याउराहरूको शब्दै मात्र सुनिन्छ, प्रेमिकाले आत्महत्या गरी रे, प्रिय पागल भयो रे भन्ने मात्रै सुनिन्छ, अनि पो कोरिन्छ कविता। कैँजले गाउँमा ढ्याङ्ग्रो बज्छ, दाल गाउँमा ढिकी गुन्जन्छ, साइलाको भालेले बिहानै उठाउँछ, राई माइलाको भालेले बिहानै उठाउँछ, रपो कोरिन्छ कविता। हिलो खेलिन्थ्यो, धुलो खाइन्थ्यो, सिँगान बाहुलामै पुछिन्थ्यो, हिलो खाइन्थ्यो, खेलिन्थ्यो, धुलो खाइन्थ्यो, सिँगान बाहुलामै पुछिन्थ्यो, बाबै भँडारमै देउता बोलाउँथे, डेली बोकेर गोठ धाउँथे, भेडा बाख्रा औलो झार्थे, बनभाते डाँडामा बनभात पकाउँथे, अनि पो कोरिन्थ्यो कविता। हवस् त दर्शकवृन्द, धन्यवाद।